सम्धिनीको के भन्छ यो चिन्जान हो कि के है के भन्छ हेलो एभ्रिवान नमस्ते सबैजनालाई फेरि मैले यो भिडियो चाहिँ अस्ति आधी मात्रै बनाएको थिएँ एडिट गरेको थिएँ त्यसले गर्दा फेरि यो आधी चाहिँ हाल्दैछु है यो चाहिँ कम्प्लिट भिडियो चाहिँ यसमा छ र आधी बिहाको चाहिँ यहाँनिर आधी मण्डपको आधीसम्म मात्रै भएको थियो त्यसले गर्दा यो चाहिँ पार्ट 2 हो हेरेर इन्जोय गर्नुहोस् होला अनि के कस्तो लाग्छ मलाई कमेन्टमा लेखेर बताउनुहोस् होला यो चाहिँ हो मण्डपको कार्यक्रम हुँदैछ हरेको पाइला म सारौला एक पाइला तिमी अघि सार हरेको पाइला म सारौला यसै गरी तिमी र म प्रेमबाट अघि बढौला एक पाइला तिमी अघि सार हेर्दैन छ नि यहाँनिर चाहिँ अब रिबन कटिङ पहिला त खाना दिनुपर्ने है कटिङ गर्दैछ हेभी बर्थडे अरे हेभी बर्थडे अरे पैसा देखेर होला हौ पैसा देखेर हेभी बर्थडे भनेको जस्तो लाग्यो दुईजनाको एन्ट्री भइसकेको छ यहाँनिर चाहिँ यहाँ चाहिँ खुसी भएर चाहिँ लिफा पाएर खुसी भएर चाहिँ हौ यो फिल कस्तो फिल भइरहेछ ब्याड पनि फिल भइरहेछ गुड पनि फिल भइरहेछ एकछिन बस्दै गर्नु यस्तो छ है अब चाहिँ रेडी छ एकछिन बस्नु अब खाना खाएर खाना चाहिँ सुरु भइसकेको छ यहाँ दिदी र भेना पनि आएर यहाँ किचनमै पाहुनाहरू अब यो के भन्छ नजिकको पाहुनाहरूलाई त किचनमा पनि चल्छ भने यहाँ किचनमै छ भेना हेलो कस्तो रहेछ खाना खानामा चाहिँ आज के रहेछ भन्दाखेरि चाहिँ फिङ च्याउ अनि यो छुर्पीको अचार दाल घिउ अनि पनिर चिल्ली निङ्गुरो छुर्पी अनि मिक्स भेज आज चाहिँ म खाइ ल मलाई देख्दैछ सङ्गीता हजुर हुन्छ नि हामी खाइहाल्छ नि यहीँबाट मलाई कस्तो देख्दैछ अचार होइन मनपर्छ त मलाई मिठो भएछ बहिनी चाहिँ बिचरा नाना यता नाना ल अघिदेखि गयो बिचरा किचनमा चाहिँ राम्रो नाना चाहिँ टी मेकर चाहिँ यता हो च्याउ काने च्याउ र उयो छ खोलेर देखाउनु पर्ने रहेछ यहाँ चाहिँ आमाको लागि आइसकेको छ खोलेर चाहिँ के देखाउनु पर्छ उयो यहाँ चाहिँ डल्लै राईहरूको चाहिँ राईकै भाषाबाट हुन्छ हामीलाई चाहिँ याद छैन हौ यहाँ बेहुला बेहुली
तपाईँको त नानीले गरिदिँदैछ नि त। यहाँ चाहिँ ढोकबेटको काम सुरु भइरहेछ है। हामी चाहिँ भाउजूले भित्रैबाट हेलो भनिदिनु हुँदैछ। निनी पनि हुनुहुन्छ। मम्मी यहीँ हुनुहुन्छ त? यहाँ छ। ठुलो निनी कहाँ हुनुहुन्छ होला यहाँनिर यस्तो छोटो अब यो बुच्छु म चाहिँ हैन, अब मेरो बिहा भयो भने चाहिँ बुच्छु राम्रोसँग शिर उठाइदिएको रहेछ। फेरि डबल शिर उठायो है, डबल शिर उठाइदिनु हुनुहुन्छ है। यो चाहिँ मेरो ठुलो निनी यहाँनिर। ठुलो निनी सिलगढीको कति वर्षकै बादमा भेटेको भनौँ न निनीसँग चाहिँ। यहाँ निनी हुनुहुन्छ हो, यहाँ भाउजू त एज अलवेज हो। अनि हामी चाहिँ एकछिन बसिरहेको छ। निनी त टाढोबाट आउनु भएको, धेरै वर्षको बादमा भेटेको निनीलाई चाहिँ है। मेरो ड्याडीको पनि नाना हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो प्यारो प्यारो भेना। म चाहिँ त्यही भनेर चाहिँ म चाहिँ भेना छोड्नु मन नपरेछ यस्तो भएको। गिफ्ट सेसन हुँदैछ अनि बुबुको चाहिँ बुबुले चाहिँ टिका लाउन आँट्नु भएको छ है। टिका त सक्नु आँटिसक्यो ला। बुबुको त यहीँ घरको भन्दा भित्र ब्यागमा राखिदिएकै छुनाको। ए भित्र ब्यागमा त्यो एउटा आम्बो ए सबैभन्दा के भन्छ हेल्दी मान्छे हाम्रो बहिनी। ए सबैभन्दा अग्लो मान्छे हेर्नु न यसको कुममा पनि पुग्दिन रहेछु म। यसको टाउको निस्किँदैछ है। यति साह्रो गिफ्टहरू चाहिँ बेहुलीको यसरी हाल्नुपर्छ। यहाँनिर हो भाउजू चाहिँ खदाहरू बुढो भाउजूले चाहिँ त्यसमा अट्दैन बुबु। त्यो अर्कोमा खदाहरू पनि हाल्नुपर्छ, त्यो निस्किन्छ गाडीबाट। यस्तो चल्दैछ हल्का फुल्का। चाहिँ हत्तो भएको चाहिँ अवस्था भनौँ चाहिँ चाहिँ दिनभरि अब कामबाट अब चाहिँ साँझ भइसक्यो, बिदावारी हुँदैछ है। यहाँ भाउजू हुनुहुन्छ, यहाँ अर्को भाउजू बिचरा यहाँनिर मेरो एउटा के भन्छ खुसी छ। बाई बाई। म चाहिँ जान रिसकेँ टोका अब ब्याक टु म चाहिँ यहाँको गेटअपमा अब एकछिनबाट उठ्नु पर्ने चाहिँ यो चाहिँ सबै खोलेर बिजक सर यहाँ चाहिँ बेहुला बेहुला गर्दैछ हो। त्यस्तो छ यहाँनिर बेहुला बेहुली उठेपछि एकैछिनमा ल बिदावारी सुरुवात यसको भोलि चाहिँ बोकेर आउने रहेछ। थुङ्चे बोकेर आउनेहरूलाई चाहिँ अब जिम्मा दिने रहेछ है। यो चाहिँ अब भयो आफ्नो पक्रिनुहोस् है। हरायो परायो भने हामी जिम्मा छैन। थुम्चे चाहिँ अब जिम्मा दिइसकेको अरे, अब चाहिँ उनीहरूको जिम्मा अरे हराउँछ भनेर हो के भनेर हो। यो चाहिँ यस्तो अरे किन हाङमा त्यो भनेको चाहिँ के भनेको माइतीहरू लाइन बसिरहेछ बोकेर ल्याउन अलिकति हेर्नु उता निस्किन बोक्ने हेर्नु ल बोक्नु पर्ने अरे लु सक्छ तल लडाउँछ तल लान अप्ठ्यारो लडाउँछ भन्दा नि यहाँ नजिक गरेर त्यही कारणले डाइटिङ गर्नु पर्दैन। अस्तिदेखिको झन्डै लडायो। बस्नुहोस् हो त्यहाँ बसिहाल्नु पर्यो। बस्नुहोस् उतालैसम्म झार्नु पऱ्यो भन्दा के हुन्थ्यो होला। यहाँनिर अब चाहिँ बिदावारीको मेलो हुन्छ। अघि रुइसकेछ अब रुनु हुँदैन भयो। अब हाँस्दै जानुपर्छ। अर्कै छोडी त हो होइन, आइहाल्ने हो होइन, सधैँको लागि थोरै न जग्गाको हो है, आइहाल्ने हो किन रुनु। बाई बाई।
यहाँ ऊ दुईजना बहिनीहरूले चाहिँ ऊ थुम्चे बोकेर आएको रहेछ है दामी लु बहिनीहरूलाई चाहिँ हामी गएको ल बस्नु ल राम्रोसँग ल अब चाहिँ बिदा पापा मम्मी हुँदैछ खै म अलिकति यता जान्छु नि यहाँ चाहिँ मेरो यसो भयो अलिकति ढिलो भयो यहाँनिर म अलिकति यता यति राम्रो देखिरहेको छ हेर कस्तो सुहाउँदो रहेछ थुम्चे पुग्दा त नदेखेर होला कि बाई अब चाहिँ बिदा हुँदैछ यहाँनिर पछाडि चाहिँ ज्वाइँको मम्मी पापा यो चाहिँ मेरो बहिनी पनि गएको अरे कसले लग्यो खोइ भाइहरू चाहिँ जान्दैछ सामानहरू चाहिँ कसले लगेको नि यस्तो छ अब चाहिँ हाम्रो सुरु हुन्छ अब चाहिँ यहाँनिर हाम्रो गेट अफ चेन्ज हुन्छ यो गेट अफ चेन्ज भएर चाहिँ अब चाहिँ हाम्रो सुरु हुन्छ यहाँनिर चाहिँ पाहुना सकेपछि चाहिँ यहाँनिर चाहिँ लु माइती चाहिँ यतिको चाहिँ हुनु पर्यो माइती चाहिँ सबैको घरमा चाहिँ यतिको चाहिँ हुनुपर्छ यो बोकेर लाने खोइ अर्को गएछ अर्को त यसरी ऊ मान्दैछ गयो अब चाहिँ अब चाहिँ भने म चाहिँ मेरो गेटमा आइसकेको छु है फाइनल चाहिँ म यहाँनिर अब भाडा धुनु लागि है भाडा चाहिँ रेडी निकालिरहेको छु मैले यहाँ हो यति अब यो चाहिँ चियाको धुनुपर्ने छ है हाम्रो चाहिँ अन्डर कन्स्ट्रक्सन भइरहेको छ भन्दा पनि घरको लागि चाहिँ जग्गाहरू बनाइरहेको छ अनि त्यसबाट च्याल्ला भइरहेको छ यहाँ भाउजू पनि भाउजू अल्छो अघि कति राम्रो भएर बसेको होइन अब बिहामा चाहिँ सबै यस्तै हुँदो रहेछ कि अब मैले सोचेँ कि भाउजू के भन्नु न मैले बहिनीको बिहामा चाहिँ यस्तो दुःख गरेको छ अब मेरो बिहामा चाहिँ नि गर्नु आएन रहेछ भन्छ नि म यिनीहरूको चाहिँ नि यस्तो उयो गर्छु कि यहाँ आएन रहेछ नि हो यो भिडियो हेरेर भने चाहिँ बहिनीलाई चाहिँ मेरोबाट चाहिँ एउटा रिक्वेस्ट होइन मैले चाहिँ यति साह्रो दुःख गरेको छु बिहादेखिको नखाइन अब चाहिँ मलाई चाहिँ मेरो बिहामा चाहिँ गरेन रहेछ भन्छ उसको चाहिँ डरलाग्दो हुन्छ ल बहिनी याद गरिराख्नु यहाँ म एकदम होसियारसँगले अब चाहिँ परको भाडाहरू सनाक्सिन गरेर यहाँ चाहिँ थुप्रो जग्गा गरेर चाहिँ त्यसले गर्दा च्याल्लै भइरहेको छ अब चाहिँ भने म चाहिँ यहाँको चाहिँ यो कलसहरू चाहिँ कस्तो उठाउने हो यतिकै भोलितिर यो कलसहरू उठाएको छैन हो अहिले होइन बहिनी भोलितिर उठाउनु हुन्छ कि यो मोरोस हो अहिले चाहिँ यो मण्डपको यतिकै छ हो अब चाहिँ आज बहिनी भाडा धुनु छ बहिनी र म भएर भाडा धुने